एकछिन यहाँ खोलौँला पेनड्राइभमा यहीँ बसेर गर्छु अब यसमा अब ग्रिड बनाए पनि हुन्छ कि त सिधै ड्र जोइन्ट गर्दा पनि हामीले हुन्छ हैन ड्र जोइन्टबाट फर्स्ट जोइन्ट चाहिँ मैले 0 0 0 मै बनाइदिनु बनाएँ त्यो सेकेन्ड जोइन्ट चाहिँ थाहा हुन्छ होला त्यो ठ्याक्कै ओरिजिनमै पर्यो त्यो चाहिँ मैले 25 मिटरमा बनाउन खोजेँ यो उसले लिँदैन ग्रिड नबनाइकन उसले लिँदैन स्याप चाहिँ पुरै ग्रिड बेस्ड सफ्टवेयर नै हो यसमा चाहिँ फर्स्टमा मैले ग्रिड बनाउनै पर्यो एडिट ग्रिड डाटामा गएँ अनि ग्लोबल भन्नेलाई नै अब मैले मोडिफाई गरेँ त्यो एउटा अलरेडी ग्रिड बसिरहेको छ त्यो ग्लोबल भन्ने यसमा चाहिँ मैले एक्समा 0 र 25 बनाइदिएँ अब उसले चाहिँ अरूमा पनि एउटा ग्रिड एटलिस्ट हुनै पर्छ भन्ने भन्छ त्यही भएर मैले चाहिँ भनेपछि 25 मिटरको जोस मैले एउटा ग्रिड चाहिँ भेटाउँछु त्यसपछि अब यो लाइन आयो 25 मिटरको हैन यो चाहिँ ग्रिड मात्रै हो लाइन चाहिँ अब हामीले ड्रा गरौँ है अब मैले सिधै एउटा डिफल्ट फ्रेम जे छ हैन एनालाइसिसलाई चाहिँ मेरो सेक्सन केले बनाएको छ कस्तो छ त्यो फरक पार्दैन लाइभ लोडले गर्दाखेरि हुने मोमेन्ट चाहिँ त्यो चीज कागजले बनाएको छ नि त्यही हुन्छ स्टिलले बनाएको छ नि त्यही हुन्छ हैन त्यो भरि यो सेक्सन डिफल्टमा जे थियो त्यही सेक्सन मैले खाली ड्रा गर्दै त्यहाँ त्यो सेक्सन अब सेक्सन एफ सेक 1 भन्ने रहेछ एउटा फ्रेम सेक्सन 1 भन्ने त्यही नै मैले 25 मिटरको ठ्याक्कै यो पोइन्ट देखि यो पोइन्टसम्म बनाइदिएँ यो मेरो फ्रेम चाहिँ भन्यो हैन अब यो सिम्पली सपोर्ट हो भन्नको लागि चाहिँ मैले जोइन्टमा चाहिँ एसाइन जोइन्ट रिस्ट्रिक्टमा गएर
मैले चाहिँ फर्स्टतिर पिन एप्लाई गरिदिएँ अनि सेकेन्डमा चाहिँ मैले रोलर एप्लाई गरिदिएँ है। भनेपछि यो सिम्पली सपोर्ट हो भन्ने अब बुझ्यो होइन यति गरेपछि। अब त्यसपछि यसमा चाहिँ मैले लाइभ लोड कुदाउनु पर्यो भने लाइभ लोड डिफाइन गर्ने अप्सन चाहिँ बिल्डिङ गर्दाखेरि यो पार्ट हामीले स्किप गरेर हुन्छौँ। यहाँ तल एउटा मुभिङ लोड भन्ने छ है। यदि स्याप 14 हो भने चाहिँ यो अझै ब्रिज भन्ने नै एउटा पार्ट हुन्छ यसमा। स्याप 14 पछि चाहिँ होइन ठिक छ यसैमा 14 पछि चाहिँ सिएसआई ब्रिज भन्ने छुट्टै सफ्टवेयर भयो अनि स्याप भन्ने छुट्टै सफ्टवेयर भयो। सिएसआई ब्रिज नचलाएको बेला चाहिँ हामीले मुभिङ लोडमा अब जहिले पनि यसमा चाहिँ एउटा पाथ भन्ने हुन्छ, अर्को भेहिकल भन्ने हुन्छ अनि अर्को चाहिँ यो भेहिकलको कम्बिनेसन चाहिँ हामीले लोड केसमा गएर गर्छौँ है। भनेपछि फर्स्टमा पाथ भन्ने डिफाइन गर्नको लागि चाहिँ मलाई फ्रेमको नम्बरिङ थाहा हुनुपर्छ। यो मल्टिपल टुक्रामा पनि हुनसक्छ, अहिले मैले सिङ्गल टुक्रा नै राखिरहेको छु भने पक्कै पनि यो फ्रेमको नम्बर 1 हो भन्ने मैले सिधै 1 लाई एड गरिदिएँ। अब हामी जब त्यो डिस्ट्रिब्युसनको केसमा जान्छौँ त्यतिखेर यो चिज अझै कम्प्लेक्स तरिकाले गर्छौँ हामीले। अहिले चाहिँ एउटा मात्रै थियो, मैले 1 भनेर खालि एड गरिदिएँ यसले। पाथ चाहिँ मैले एउटा पाथ 1 भन्ने डिफाइन गरिसकेँ। अब मैले भेहिकल डिफाइन गर्न खोज्छु है त। मुभिङ लोड भित्रै भेहिकल्स भन्ने छ। अब यो सिएसआई ब्रिज भएको भए या त स्याप 14 भएको भए चाहिँ अटोमेटिक आइआरसी या त कुन कोड वाइज भेहिकल हुन्थ्यो। अब यसमा अटोमेटिक भेहिकल छैन, एड भेहिकल भन्यो भने ब्ल्याङ्क आउँछ यो है। अब यो भेहिकल चाहिँ हामीले अब सपोज क्लास ए एड गर्न खोज्ने हो भने अब फर्स्टमा के गर्नु पर्यो, फर्स्ट चक्काको लागि चाहिँ हामीले लिडिङ लोड भन्ने यहाँ सिलेक्ट गर्नु पर्यो फर्स्ट चक्काको लागि। त्यसको भ्याल्यु चाहिँ हामीले एक्सएलको लोड भनेर यो किलो न्युटनमा छ है, तल किलो न्युटन मिटर र किलो न्युटन चाहिँ मैले 27 राखिदिएँ त क्लास ए को। फर्स्ट एक्सएल चाहिँ 27 एड गरिदिएँ। त्यसपछिको अब यो चक्का पनि एउटा बन्यो, यहाँ एउटा लोड बन्यो। त्यसपछिकोहरूलाई चाहिँ मैले फिक्स्ड लेन्थ भन्नुपर्छ, फिक्स स्पेसिङ पछि चाहिँ आउँछ नि त। अब यसको लागि क्लास ए के अरे यो मैले कोड हेर्नु पऱ्यो एकचोटि। 1.1 छ होइन नेक्स्ट सक्छ 1.1 के 1 थिच्ने भयो नि त। ए यो नम्लक ए आयो। अब अर्को पनि 27 हो, 27 ले केही चेन्ज गरिन। अब अर्को चक्का पनि आयो। त्यसपछि कति स्पेसिङमा छ नेक्स्ट 3.2 मा एक चाहिँ 14 छ होइन। त्यसपछि 1.2 मा एक चाहिँ 14 4.3 मा 68 होइन। त्यसपछि 3 नै छ अनि त्यसपछि एड ल ठ्याक्कै क्लास ए को एरोको साइड चाहिँ स्केलिङ भएको यो डायग्राम बन्यो क्या हाम्रो है। यसरी चाहिँ हामीले कुन पनि भेहिकल डिफाइन गर्न सक्छौँ स्याप। अब यो मैले ओके गरिदिएँ, अब भेहिकल बन्यो ओके गरिदिएँ। अब चाहिँ मैले के गर्नु पर्यो भन्दाखेरि कुन भेहिकल, अब मल्टिपल लेन्स डिफाइन गर्न मिल्छ नि त। त्यो कुन भेहिकल कुन लेनमा रन हुने भन्ने चाहिँ मैले अब यहाँ गएर चुज गर्छु, लोड केसेसमा गएर है। लोड केसेसमा डेड र मोडल पहिलेदेखि छ। अब हामीले चाहिँ यसमा एड न्यू लोड केस गर्छौँ, जसलाई चाहिँ हामी अब क्लास लाइभ क्लास ए भनौँ त। यसलाई चाहिँ यसको नाम अब हामीले लाइभ क्लास ए राखिदिउँ है त्यसलाई। अब यो लोड केस टाइपमा चाहिँ हाम्रो यहाँ मुभिङ लोड हाल्ने दुईटा तरिका छ। एउटा चाहिँ सिधै मुभिङ लोड भनेको छ तल, अर्को चाहिँ मल्टी स्टेप स्ट्याटिक भनेको छ। दुवै मुभिङ लोड हाल्ने तरिका नै हो। अहिलेको लागि चाहिँ हामी यो मुभिङ लोड भन्ने अप्सनमै जान्छौँ। अब यो मुभिङ लोड थिच्ने बित्तिकै यो टेबल चेन्ज भइसक्यो। अब उसले मलाई यहाँ भेहिकल क्लास डिफाइन गर्नु भनेर एउटा भेहिकल क्लास मैले यहाँ एड गरेँ। अर्को चाहिँ पाथ अहिले आएको छैन, मैले एड गरेपछि आउँछ होला। अब मिनिमम कहिलेकाहीँ चाहिँ मल्टिपल पाथहरू भयो भने यो अप्सन हो। अहिले हाम्रो मल्टिपल छैन भने सबैमा 1 राखिदिएँ, म्याक्सिमम पनि 1 मिनिमम पनि 1 राखिदिएँ। मैले सिधै एड गरेपछि अब मैले तल यहाँ आफै पाथ आउँछ कि एउटा, अघि यो थिएन नि त। अब मैले यहाँ सपोज 1 र 2 अर्को केसमा आउँछ भने त्यो भएको भए यो पाथलाई मैले हटाउने एड गर्ने गर्न मिल्थ्यो मैले है। यो पाथलाई हटाइदिने यसलाई एड गर्ने अप्सन छ। अनि कन्जेसन फ्याक्टरहरू के अरू फ्याक्टर लाउने ठाउँ छ, जस यो अहिलेको लागि हामी केही पनि सोच्दैनौँ है। क्लास ए को मात्रै आइएलडी खेल्न खोजिरहेको छ अहिले हामी। अहिलेको लागि यति हाल्यो भने मेरो अब चाहिँ यो भेहिकल 1 भन्ने चाहिँ पाथ 1 मा हिँड्छ भन्ने। अब भेहिकल 1 को नाम नै क्लास ए बनाइदिउँ नि त। अघि मैले त्यो गरिदियो हुन्थ्यो बरु। भेहिकलको नाम चाहिँ भेहिकल 1 राख्नुको सट्टा यसको नाम अझै मैले क्लियरली लेख्ने हुन्थ्यो, क्लास ए हुन्थ्यो। यो क्लास ए भन्यो नि त्यसलाई, क्लास ए हो यो भेहिकल किनै बनाइदिउँ नि त होइन। अब मेरो के भइसक्यो भन्दाखेरि यसको जो फ्रेम नम्बर त 1 नै हो नि, कन्फर्म गरौँ है।
फ्रेमको नम्बर चाहिँ 1 हो, ठिकै छ। भनेपछि पाथमा पनि 1 एड गरेको छ हामीले। अब सफ्टवेयरले थाहा पाइसक्यो 1 नम्बर पाथमा, यो 1 नम्बर फ्रेममा क्लास ए भन्ने लोड दौडाउने भनेर सफ्टवेयरले थाहा पाइसक्यो। अब सिधै रन गर्न आउँछ है। भनेपछि 3टा मात्रै स्टेप गऱ्यो हामीले। एउटा चाहिँ पाथ डिफाइन गऱ्यौँ कुन पाथमा दौडाउने भनेर, अर्को चाहिँ हामीले भेहिकल डिफाइन गऱ्यौँ, अनि थर्डमा चाहिँ दुवैले कम्बाइन गऱ्यौँ लोड केसेसमा, होइन? त्यति मात्रै गऱ्यो। अब यसबाट चाहिँ मैले सिधै यसलाई रन गरिदिएँ भने यसले सेभ गर्नु भन्ने छ। यो यसैमा सेभ गरिदिउँ। लोड अब तपाईँको एक्सेल सिट तपाईँले गर्नुभएको छ नि, एक्सेलमा गर्नुभएको छ त्यो पोइन्टको लागि चाहिँ गर्नुहोस्। अब यसबाट हामी एउटा चिजलाई फर्स्ट एकदम इजी चिज भेरिफाई गरौँ है त। एक्स जेड भन्ने भ्यू हेरौँ हजुर। अनि यसमा चाहिँ डिस्प्ले अब डेड लोडको अहिले डिफर्म जहिले पनि उसले डिफल्टमा डेड देखाइरहेको हुन्छ नि, हामीलाई इन्ट्रेस्टै छैन त्यो के चिजले बनाएछ भन्नेसँग मतलबै छैन हामीलाई डेड त। अहिले हामीलाई खालि मतलब छ लाइभ लोडको डिफर्म सेप मोमेन्टहरू छ भनेपछि यो फ्रेम फोर्सेस भनेपछि मोमेन्ट हेर्नतिर पहिला गएँ है त म। क्लास एले गर्दाखेरि मोमेन्ट 3 होइन, यो त बुझ्नुहुन्छ नि तपाईँले, एक्सियल CL2 CL3 होइन, धेरैवटा के हो भने। अब यसमा चाहिँ मैले सिधै फोर्सेसमा अब फिल्ड डायग्राम सो भ्याल्युज गरिदिएँ त, यस्तो गरिदिएँ मैले। अब यहाँ तपाईँहरूले ठ्याक्कै यो भ्यालुलाई भेरिफाई गर्न मिल्छ कि अब सेन्टरमा उसको कति आएछ, उसले यहाँ एउटा त्यो चिज पनि देख्न सक्नुहुन्छ है। मुभिङ लोड थ्योरम अनुसार म्याक्सिमम बेन्डिङ मोमेन्ट सेन्टरमा आउँदैन नि, म्याक्सिमम बेन्डिङ मोमेन्ट अन्डर द म्याक्सिमम लोड हुन्छ वेन द रिजल्टेन्ट इज इक्विडिस्टेन्ट फ्रम सेन्टर हुन्छ नि त। त्यो भएर यसमा पनि हामीले देख्न सक्छौँ सेन्टरको भ्याल्यु चाहिँ अलिकति अब यसलाई राइट क्लिक गरेर यही भ्यालु देखाउँछ नि, यही नै देखाइरहेको छ। 2099 सेन्टरमा ठ्याक्कै चाहिँ यो 209997 भन्ने आइरहेको छ। अनि अझै टाढा जाँदा चाहिँ अझै बढी आइरहेको छ होइन। मुभिङ लोडको भेरिफिकेसन, मुभिङ थ्योरमको भेरिफिकेसन चाहिँ यही पनि रहेछ। भनेपछि एउटा यसरी हामीले चाहिँ के देख्न सक्छौँ भन्दाखेरि यसमा आउने मोमेन्टहरू चाहिँ म्याक्स हो है, यो इन्भेलप म्याक्स हो। यो उसले यहाँ इन्भेलप भनेर भनेको छ नि, अघि मैले त्यो स्टेप लोडवाला गरेपछि स्टेपबाट हेर्नु पर्ने, इन्भेलपवाला म्याक्स चाहिँ उसले हरेक पोइन्टको म्याक्स मोमेन्ट देखाइरहेको छ। यो कुनै पर्टिकुलर भेहिकल पोजिसनको लागि होइन, भेहिकल घुडिसक्यो थ्रु आउट दिस टाइम हरेक पोजिसनमा चाहिँ म्याक्स कति आयो भनेर कुरा है। यसरी म्याक्स अब फोर्स र सियरको पनि हामीले हो हामीले चाहिँ आइएलडी गरे भए चाहिँ सेन्टरको सपोजले भयो, सेन्टरको चाहिँ हामीले चेक गर्न सक्छौँ। यो चाहिँ आइएलडी होइन, बेन्डिङ मोमेन्ट डायग्राम फर इन्भेलप हो कि यो फ्रेमको बेन्डिङ मोमेन्ट डायग्राम हो। प्रत्येक ठाउँको आइएलडी पत्ता लगाएको भए यसको भ्याल्युसँग म्याच गर्नु, सबै ठाउँको आइएलडी पनि हामीले बनाउन त सक्छौँ नि त। त्यो पनि हामी भेरिफाई गर्नु मिल्छ, यसलाई राइट क्लिक गऱ्यो भने कति डिस्टेन्समा कुन भ्याल्यु भनेर त्यहाँ डिस्टेन्स त देखाउँछ नि त्यसले। 10 मिटरमा हामीले यसलाई मुभ गर्न मिल्छ नि त, त्यो 2174 कतिमा आयो भनेर हैन। त्यो सबै हामीले म्यानुअल मुभिङ लोड थ्योरमको डेफिनेसन पनि आइएलडी अनुसार भेरिफाई, आइएलडीबाट काम गरिरहेको छ, आइएलडीबाट भेरिफाई गर्नु मिल्छ है। भनेपछि एउटा चाहिँ अब आइएलडी कसरी एप्लाई भयो भन्ने कुरा थियो। अब अर्को चाहिँ हामी रियाक्सन फ्याक्टरहरू जुन हाम्रो डिस्ट्रिब्युसन फ्याक्टर थियो त्यो भेरिफाई गर्नेतिर जाउँ। सियर हेर्नु सर, सियर पनि आएन, सियर एप्लाई गर्नु यो सियरको भ्याल्यु पनि 385 हो है, यो रहेछ होइन। अब हाम्रो डिस्ट्रिब्युसन फ्याक्टरमा चाहिँ हामीले के गर्छौँ, यो चाहिँ टोटल ब्रिजको हो, यो म्याक्सिमम सियर र म्याक्सिमम मोमेन्ट। यो चाहिँ इच बिममा कति जाने त भन्ने हामी पत्ता लगाउने हो नि त, डिस्ट्रिब्युसन फ्याक्टर पत्ता लगाउने अब्जेक्टिभ चाहिँ। त्यसको लागि चाहिँ मेरो के छ भन्दाखेरि मैले त्यो बिमहरूको जोमेट्री बनाउनै पर्छ, एक्चुअल डेप्थहरू नै मोडल गर्नुपर्छ, किनभने डेप्थले फरक पार्छ है कति डिस्ट्रिब्युट हुने भन्ने। क्रस बिमको एक्चुअल डेप्थ र यो मेन बिमको एक्चुअल डेप्थ म्याच गरिन भने चाहिँ फरक आउँछ कि डिस्ट्रिब्युसन। त्यो भएर अब हामी एउटा के गरौँ भन्दाखेरि सडक विभागको स्ट्यान्डर्ड ड्रइङ हेरौँ 25 मिटरवाला, त्यसको भ्यालुलाई चाहिँ म्याच गर्न खोजौँ है त। धेरैवटा रहेछ, यो गेस्ट मोड गरौँ एकचोटि चाहिँ डिओआर स्ट्यान्डर्ड ड्रइङ 25 मिटर आरसिसी भन्ने
प्रिकास्टवाला छ होइन प्रिकास्टै हेर्ने प्रिकास्टको सेक्सन अलिकति कम्प्लेक्स छ भने नयाँ निकालेवालाहरू चाहिँ अलिक सिम्पल छ प्रिकास्टको सेक्सन चाहिँ अलिकति त्यो बल्ब टाइपको सेक्सन छ म चाहिँ एउटा सिम्पलवाला निकाल्छु है त हो यो एउटा छ है त एउटा यो गरे पनि हुन्छ यो ड्रइङ हेरौँ है त यसलाई चाहिँ हामीले स्यापबाट भेरिफाई गर्न खोज्छौँ है त यो ड्रइङलाई डिस्ट्रिब्युसन फ्याक्टरहरू चाहिँ उसले पनि डिस्ट्रिब्युसन फ्याक्टर दिएको छ कुन अर्डरमा कति लोड हुने भनेर उसले दिएको छ कि अब यस्तो खालको ब्रिज छ अब हेर्नु त यहाँ उसले क्रस गर्डर त पूर्वनले 5वटा भने पनि उसले त 6वटा क्रस गर्डर राखेको छ डिजाइनर त बदमास रहेछ अनावश्यक भारी भएर छ बनाएछ यो अर्को स्प्यान देखाउनु खोजेको यसको प्लान यो हो एलिभेसन यो हो प्लान यो स्प्यानै अर्को हो एउटा पायरमा दुईटा बियरिङ दुईतिरको स्प्यानलाई देखाउनु खोजेको छु यो अहिले नहेर्दा अब हाम्रो स्प्यान चाहिँ यति हो है त यहाँदेखि लिएर यहाँसम्म हो भनेपछि अब यहाँ स्पेसिङहरू हेरौँ त गर्डरको के छ भनेर यो त अहिले धमिलो खालको परिसक्यो कि है तपाईँले देख्नु भइरहेछ यो 3000 छ भनेर 3000 यता चाहिँ 5000 5000 5000 5000 छ सबै टोटल चाहिँ 25000 हो अनि यो त सेन्टरसम्म 2500 भनेको छ जस क्रस बिम स्पेसिङ चाहिँ 5 मिटर अनि मेन बिम स्पेसिङ चाहिँ 3 मिटर भनेपछि फर्स्टमा ज्योमेट्री हामीले बनाउन सक्नु पर्यो है त्यसमा ल अब मैले स्यापको यो आइएलडी को जेनरल फाइललाई मैले अब क्लोज गरिदिएँ बाइ बाइ गरिदिएँ नयाँ फाइल एउटा बनाउँ है त अब नयाँ चाहिँ मैले ग्रिडबाटै स्टार्ट गरेँ त अब ग्रिड लाइन्स इन एक्स डिरेक्सन चाहिँ मेरो कतिवटा लिए भन्दाखेरि एक्स डिरेक्सनतिरै मेन स्प्यान राख्यो भने 6वटा ग्रिड लाइन चाहिँ 6वटा क्रस बिम छ होइन 6वटा ग्रिड लाइन चाहियो वाइ डिरेक्सनमा 3टा बिम छ भने 3टा चाहियो जेड डिरेक्सनमा चाहिँ अब एउटा मात्रै भए पनि पुग्यो एक्स डिरेक्सनको ग्रिड स्पेसिङ 5 मिटर वाइ डिरेक्सनको ग्रिड स्पेसिङ 3 मिटर जेडको चाहिँ अब जे हाले पनि भयो होइन के गरिदिनु त्यसलाई भनेपछि यो हाम्रो ग्रिड पहिला हाम्रो रेडी भयो अब यसमा हामीले नेक्स्ट चिज के गर्नु पर्यो डिस्ट्रिब्युसन फ्याक्टर चाहिँ ठ्याक्कै बिमको साइजेसमा डिपेन्ड हुन्छ है त्यही भएर यो केसमा चाहिँ हामीले साइजेस मोडल गर्नुपर्छ राइट डिस्ट्रिब्युसन फ्याक्टर पाउनलाई अघि हामीले एउटा मात्र लाइन कोर्दाखेरि जे चिजको बने पनि मेट्रोमा त्यति नै आउँछ भन्थ्यो तर अहिले त हामीले त्यो डिस्ट्रिब्युट कसरी भन्छ भनेर हेर्न खोजिरहेको छौँ त्यो चिजलाई चाहिँ रिलेटिभ स्टिफनेसहरूले असर गर्छ त्यो हामी फेरि इन्टरनेट एक्सप्लोरर कुन थियो यो थियो होइन यसमा गएर अब यसको डेप्थ कति भन्ने चिज हेरौँ त्यो विड्थ र डेप्थ विड्थ चाहिँ 175 हाफ भने चाहिँ भनेपछि 350 चाहिँ टोटल विड्थ हो यो गर्डर अनि डेप्थ चाहिँ कति भनेपछि 1800 भनेको छ 1800 डेप्थ मेन गर्डरको अनि 350 विड्थ अनि स्ल्याबको थिकनेस चाहिँ 220 छ हाम्रो अनि क्रस गर्डर चाहिँ 1300 डेप्थको छ 1300 छ है भनेपछि अब मैले स्यापमा गएर पहिला चाहिँ यो सेक्सनहरू नै डिफाइन गर्छु मेटेरियलले पहिला डिफाइन गरौँ M35 ले बनाएको छ त्यो कङ्क्रिट ग्रेडले पनि असर पार्छ अब स्टिफनेसमा त त्यो भएर अब यो अहिले डिजाइन गर्नु छैन त्यो रिबार नभने पनि केही छैन है अब मैले सेक्सन डिफाइन गर्नतिर जानु पर्यो सेक्सन डिफाइनमा चाहिँ यो टी खालको लङ्गिट्युडनल गर्डर चाहिँ मैले टी खालको बनाउँछु क्रस गर्डरको चाहिँ खासै रोल हुँदैन उसलाई मैले त्यो रेक्टेङ्गुलर बनाए पनि हुन्छ टी नै बनाए पनि हुन्छ फरक चाहिँ पर्दैन त्यो लङ्गिट्युडनल पहिला बनाउँ है त्यो टी खालको बनाउँछु मैले यसको नाम चाहिँ अब एल गर्डर राखेँ मैले आउटर स्टेम चाहिँ मेरो आउटर स्टेम P3 भनेको आउटसाइड स्टेम आउटसाइड फ्ल्यान्ज फ्ल्यान्ज थिकनेस ल्याब थिकनेस ए स्टेमको चाहिँ लेन्थ स्टेम भने वेब भन्न खोजेको कि होइन यो वेबको चाहिँ हाम्रो 0.35 हाल्नु पऱ्यो नि मिटरमा छैन ठिक छ फ्ल्यान्जको चाहिँ अब फ्ल्यान्ज स्पेसिङ बराबर राख्नुपर्छ है हामीले एउटा यसको स्टेप चाहिँ इफेक्टिभ विड्थ पत्ता लगाउने त्यो सियर ल्याग पत्ता लगाउने भन्ने एउटा स्टेप हुन्छ अहिलेको लागि हामी स्किप गरेर फुल विड्थ नै हामीले लिदियौँ है त
भनेपछि फुल विड्थ भनेको 1.25 प्लस एजको छुट्टै बिचको छुट्टै रहेछ नि त। त्यो एल्गोरिदम पनि दुइटै बनाउला नि त्यसलाई हुन्छ 1250 मा। यो चाहिँ हामीले चुज गरेको सेक्सनमा त्यो भन्नु मिल्छ कि मिल्दैन, युनिफर्म रहेछ है यो त। ल अहिलेको लागि हामी के गरौँ भन्दाखेरि 1500 नै लिदिउँ नि त। भनेपछि ठ्याक्कै यो अलिकति कम्प्लेक्स रहेछ हामीले सोचे भन्दा, इक्वल स्पेसिङ छैन। फेरि डोली डारको ड्रइङमा चाहिँ इक्वल स्पेसिङ छ यो सबै, तर त्यसमा चाहिँ डिस्ट्रिब्युसन फ्याक्टर कति भनेर ड्रइङमा दिएको छैन कि उसले, क्यालकुलेसन आफै एज्युम गरेछ उसले। के भने भनेपछि अब यो 1500 एउटा भ्यालु हामी लिदिउँ नि त। कति लिने विड्थ अब 1500 र 1200 1500 लिदिउँ, 3 मिटर लिदिउँ है, सेन्टर टु सेन्टर 3 मिटर लिदिउँ। ल यसलाई चाहिँ मैले आउटर फ्ल्यान्ज 3 मिटर गरिदिएँ। अनि थिकनेसहरुमा चाहिँ फ्ल्यान्जको थिकनेस 220 mm भनेको थियो, वेबको थिकनेस चाहिँ 0.35। ए यो त 1.8 यो हाल्नु पनि पो रहेछ त हैन, यो हो हामीले बनाउनु खोजेको यो हो। 1.8 को डेप्थ अनि 3 मिटरको फ्ल्यान्ज विड्थ अनि थिकनेसहरु 1.2 टु 0.7। अब फिलेट अहिलेलाई इग्नोर गर्दियौँ, फिलेटले फरक पार्दैन। कङ्क्रिट चाहिँ M35 भनेर चुज गर्नु है। भनेपछि यति मैले एल गर्डरको लागि गरेँ। अब अर्को मैले एउटा के गर्छु भन्दा क्रस गर्डरको लागि गर्छु हैन, एड न्यू प्रोपर्टी। अब रेक्ट्याङ्गुलरै बनाए पनि भयो। अब चाहिँ मैले सी गर्डर गर्ने। त्यसको डेप्थ चाहिँ 1.3 मिटर भनेको थियो मेरो, विड्थ चाहिँ 0.3 भनेको थियो, 0.35। क्रस गर्डर चाहिँ यसमा देखिन्छ हैन, क्रस गर्डरको विड्थ भने कति छ त, अरु कुनै ड्रइङमा देखे, यसमा देखा होला, ए प्लानमा देखा होला हैन, 250 भनेको रहेछ। क्रस गर्डरको विड्थ चाहिँ 250 mm रहेछ, भनेपछि 0.25 है। यो अब मैले ओके गर्दै यति गरेँ। अब यो दुईटा गर्डर मैले बनाएँ, अब यिनीहरूलाई चाहिँ मोडल गरौँ है त। अब एल गर्डर चाहिँ मैले यहाँदेखि लिएर यहाँसम्म बनाएँ। अब धेरैवटा भएको भए त मैले रेप्लिकेट गर्थेँ, अब अहिले बनाउनै सजिलो छ, त्यही भएर मैले ठ्याक्कै यही गरेँ। अब त्यसपछि क्रस गर्डर चाहिँ मैले यहाँदेखि यहाँसम्म गरेँ, यसलाई चाहिँ रेप्लिकेट गरौँ त हैन, एडिट रेप्लिकेट 5 मिटरको स्पेसिङमा। अर्को चाहिँ अब हामीले मेसिङ आफैले गरे पनि हुन्छ। एउटा चाहिँ मैले जो राम्रो प्र्याक्टिस चाहिँ फाइनल इलेमेन्टमा त्यो ब्रेक गर्दिनँ क्या, त्यो नोट्सहरू है। यसलाई चाहिँ मैले एडिट लाइन्स डिभाइड, त्यो लङ्गिट्युडनल गर्डर त एउटै छ नि त अहिले मेरो, त्यसलाई मैले खालि एउटा ब्रेक चाहिँ गरिदिउँ। भन्छ स्यापहरूमा त्यो मेसिङको एल्गोरिदममा त्यो छ, जहाँ त्यो लोड्सको फरक परेछ, जहाँ चाहिँ यो अर्को चिज आएर जोडाएको छ त्यहाँ चाहिँ ब्रेक गर्नु नै भन्ने एल्गोरिदम छ यसको। हामी गरिदियो भने ढुक्कै भयो। पहिला चाहिँ थिएन, पहिला मान्छेहरूले गर्नै पर्थ्यो भने ब्रेक गर्यो भने उसले यहाँ चाहिँ एउटा नोट्स चाहिँ बनाउँछ नि, क्यालकुलेसन चाहिँ त्यहाँ गर्छ नै भन्ने हुन्छ है। नभए यसको मेसिङ त उसले यसो अर्को ठाउँमा नोट परेको ठाउँमा मेसिङ नगरिदिनु पनि सक्छ। मेसिङ भने त उसले आफ्नो एल्गोरिदमको थ्रुबाट गरेर हुन्छ नि हैन। अब त्यो चिज अब मैले कम्पिटेसनल टेक्निक पढाउँदाखेरि चाहिँ मैले धेरै भन्छु हैन। अहिले त हामी चलाउने मान्छेलाई त त्यो मोडल खालि हेर्दाखेरि राम्रो बन्यो भने त्यो हो मोडल भन्ने जस्तो हुन्छ, तर काम कसरी गरिरहेछ भने चाहिँ बुझ्नु पर्यो है। भनेपछि यो एउटा यसरी पनि मोडल बनाउन मिल्छ, यसैलाई चाहिँ त्यो ग्रिलेज भनेर भन्छौँ। अझै ग्रिलेजमा चाहिँ के गर्छ भन्दा यो स्ल्याबको जसरी यहाँ आउने कुनै लोड, मैले यहाँ कुनै लोड हालेँ भने त्यो लोडको इफेक्ट त यो बिममा पनि स्ल्याबको थ्रुबाट पनि ट्रान्सफर हुन्छ नि, त्यो चिज त यहाँ देखिया छैन। यसको एक्सट्रुडेड भ्यूमा अहिले मैले हेरेँ भने त्यो तार जोडेर गएको हो कि वाइफाईबाट गइरहेछ कि ऱ्याम खायो क्या जुस होइन। अब त्यसलाई चाहिँ मैले एक्सट्रुडेड भ्यूबाट हेरेँ भने यहाँ के देखिन्छ भन्दाखेरि उसले चाहिँ यो त जोडेको जस्तो देखिन्छ नि एक्सट्रुडेड भ्यूमा त, यो स्ल्याब र यो स्ल्याब जोडेको, तर फाइनाइट एलिमेन्टको लागि चाहिँ यो जोडिया छैन कि यो दुईटा पोइन्ट हैन। यस फाइनाइट एलिमेन्टमा त खालि यो लाइन मात्रै हो नि एउटा, यो त एक्सट्रुड गर्दा र यस्तो दुईटा स्ल्याब ठ्याक्कै हामी बिचमा जोडिया जस्तो देखाएको छ। त्यो एक्चुअली नै जोड्न पनि हुन्छ पर्छ खास ग्रिलेज गर्नको लागि चाहिँ है। ग्रिलेज एनालिसिसमा चाहिँ हामीले डेक स्ल्याबको पनि एउटा एलिमेन्ट बनाएर
त्यसलाई चाहिँ यहाँदेखि यहाँ जोड्नु पर्थ्यो, तर अहिले हामीले सिम्पली तरिकाले गर्दाखेरि अनि त्यो डेस्क स्ल्याबको लोड चाहिँ फेरि 0 हाल्नुपर्छ, किनभने टी अर्डरमा अलरेडी डेस्क स्ल्याब आइसक्यो, त्यसको वेट मल्टिप्लायर चाहिँ 0.001 केही घटाएर हुन्छ। अहिलेको लागि चाहिँ अहिले हामीले टिबिमकै स्ल्याबले चाहिँ जोड्छ क्या, दुईतिरै एक्सन हुन्छ। त्यो भएर अहिले चाहिँ हामीले त्यो स्ल्याब चाहिँ टीको स्ल्याब भनेर टीको पार्ट फ्ल्यान्ज बिम भनेर गरिरहेको छौँ। यो स्ल्याबै मोडल नगरिदिएको भए मेरो डिजाइन गर्दाखेरि अलिकति बढी आउँथ्यो। मोमेन्ट जे छ त्यो चाहिँ टिबिमले चाहिँ अझै रेजिस्ट गर्न सक्छ, कम डन्डीमा रेजिस्ट गर्न सक्छ। रेक्टेङ्गुलर बिम मात्रै भए पनि उसले बढी रिबार आउन सक्छ नि। त्यो भएर यहाँ चाहिँ मैले फ्ल्यान्ज सुत्दै मोडल गरेँ टिबिमलाई, कम रिबार जुस आओस् भनेर। अर्को चाहिँ मैले लाइनहरू जोडिदिनु मैले थियो। ग्रिलेज एनालाइसिसको खास बेसिस चाहिँ त्यो हो, यो स्प्यान जति छ त्यो स्प्यानको रेसियोमा सर्टन ग्रिलेजहरू हाल्नुपर्छ हामीले। यहाँ यसरी 5 मिटरको स्प्यान चाहिँ यतातिर 3 मिटर छ भने मिनिमम पनि मैले 3 मिटरमा चाहिँ ब्रेक गर्नुपर्छ भनेपछि त्यो हो। तर अहिले मैले त्यो नगरिकन सिधै अब लाइभ लोड पार्ट डेफिनेसनमा जाउँ है त। अब पहिला एलिमेन्टहरूको नम्बरिङ एकचोटि मैले सो गरिदिन्छु है। ए स्क्रिन चेन्ज गर्दा हुँदो रहेछ नि। नम्बरिङ सो गर्न के गर्नु पर्यो हामीले, फ्रेम्सको चाहिँ लेभल सो गर्नु पर्यो नि। ए एक्सट्रुड पनि भएछ क्या, नम्बरिङ किन आएन, लेभल पनि हामीले त्यो लाइभ लोड पाथमा चाहिँ फ्रेम्सको लेभल चाहिन्छ। आउँछ है क्या, अहिले क्लोज गरेर ए हो यो आयो होइन। अब मैले चाहिँ के गर्नु पर्यो भन्दाखेरि ठ्याक्कै पाथ जहाँ पर्छ त्यही डिफाइन गर्न खोज्छु। यो गाडीमा यो मेरो पुलको विड्थ यस्तो छ भने यसको क्रस सेक्सन कहाँ गयो, यो छ नि हाम्रो होइन। भनेपछि अब मैले सोच्नु पर्यो कि मेरो फर्स्ट लाइभ लोड पाथ चाहिँ कहाँ पर्दो रहेछ, यो बिमको रिफरेन्समा, कुनै एउटा बिमको रिफरेन्समा फर्स्ट लाइभ लोड चाहिँ कहाँ पर्छ भनेर, त्यसको सेन्टर लाइन, गाडीको सेन्टर लाइन है त। यसमा चाहिँ पाथ हामीले सेन्टर लाइन भन्दै पनि उसले एक्सएलहरू सबै ब्यालेन्स गर्न खोज्छ। यो सब त्यो गाडीको सेन्टर लाइन चाहिँ कहाँ पर्छ भन्दाखेरि हाम्रो क्लास ए को भेहिकलमा के छ 15 सेन्टिमिटर कर्ब क्लियरेन्स हुन्छ है। यसमा लकिली हाम्रो यो डेक पनि 6 मिटरको छ, बिमको सेन्टर टु सेन्टर पनि 6 मिटरै भएछ भने यो कर्बको फेस र बिमको सेन्टर एकै ठाउँमा छ। लकिली नहुन पनि सक्छ, अरू कुराहरू पनि नहुन पनि सक्छ, लकिली पर्यो भने यो। अब हामीले गरेको फाइनाइट मोडल चाहिँ यो पोइन्ट र यो पोइन्टको मोडल हो लङ्गिट्युडल बिम चाहिँ। त्यो यो पोइन्टबाट लाइभ लोड क्लास ए को सेन्टर चाहिँ कति टाढा पर्छ, दुईटा लेन हिँड्न सक्छ, 5.3 भन्दा बढी हुने बित्तिकै दुईटा लेन हिँड्छ, कति टाढा हुन्छ भन्ने चाहिँ फर्स्टमा हामीले पत्ता लगाउनु पर्यो है। त्यो त्यसको लागि कसरी हो, हिसाब लगाइदिउँ दौडिरहेको हिसाबमा कति हुन्छ 0.15 चाहिँ क्लियर हुनु पर्यो, प्लस चक्काको सेन्टरसम्म कति हो 0.25 अझै हो, अनि गाडीको सेन्टर टु सेन्टर चाहिँ 1.8 भनेपछि त्यसको हाफ 0.15 प्लस 0.25 प्लस 1.8 को हाफ हुन्छ। क्लास ए को गाडीको सेन्टर टु सेन्टर चाहिँ 1.8 त्यो कोडमा छ भने क्लास ए को चाहिँ 0.15 प्लस 0.25 प्लस 0.25 प्लस 0.9 यो गर्यो भने चाहिँ कर्बको फेसबाट क्लास ए को फर्स्ट भेहिकलको सेन्टर आउँछ 1.3 आयो नि हाम्रो होइन। भनेपछि अब मैले सफ्टवेयरलाई के भन्नु पर्यो भन्दाखेरि यो बिमबाट 1.3 तलतिर एउटा लेन बनाऊ भन्नु है। त्यो चाहिँ कसरी भन्ने भन्दाखेरि डिफाइनमा लेन बनाउने ठाउँ अघि नै हो, पाथमा गएमा एड न्यू पाथ, ल यहाँसम्म पनि सेमै छ। अब चाहिँ मैले पाथ 1 को नाम चाहिँ ल सपोज क्लास ए को फर्स्ट लेन भनिदिउँ नि त, सिआलए होइन सिआलए अनि 1 भन्दै क्लास ए को 1। अब फर्स्ट फ्रेम नम्बर चाहिँ 10, सेन्टर लाइन अफसेट चाहिँ कति हो 1.3 मिटर त्यहाँबाट टाढा भन्ने लिनु पर्यो। अब यो 1.3 पोजिटिभ हो कि 1.3 नेगेटिभ हो अहिले मलाई थाहा छैन, मैले एड गर्छु यसमा भ्यू देखाउँछ कि उसले है, यो ठ्याक्कै तपाईँहरूले टेस्ट गर्नु होइन। त्यो 1.3 एउटा मैले एड गरेँ 10 नम्बरको फ्रेममा। अब हिँड्छ गाडी 11 12 हुँदै जानु पर्यो नि त गाडी त, त्यो भएर 10 पछि मैले 11 पनि यही लाइनमा थप्नु पर्यो, अनि त्यसपछि 12 पनि थप्नु पर्यो है। मैले फ्रेमलाई धेरैवटा भागमा डिभाइड गरेर यो गर्नु पर्यो, नभए अघि मैले ब्रेक नगरे भए त एउटै फ्रेमको नाम भन्दा भए यहाँदेखि यहाँसम्म त्यो गाडी चाहिँ यहाँदेखि यहाँसम्म दौडिन्थ्यो। अहिले चाहिँ मैले सबैलाई भन्नु पर्यो योदेखि यो पछि यो जाऊ, यो पछि यो जाऊ, त्यो अर्डर पनि मिलाउनुपर्छ है, यो हेरेर गर्नुपर्छ ठ्याक्कै यो लाइन चाहिँ। अब यो डिस्क्रिटाइजेसनहरू अहिलेको लागि डिफल्टमै छोडे हुन्छ है, त्यसले हरेक पिसलाई चाहिँ 10 भागमा डिभाइड। आइएलडी चाहिँ कति ग्यापमा बनाउने, आइएलडीमा त हामीले चुज गर्नुपर्छ नि त,
भेहिकल चाहिँ कति कतिको स्टेपमा रन गर्ने भनेर है। त्यो अहिलेको लागि मैले क्लास ए को फर्स्ट लेन बनाइसकेँ। अब मैले सेकेन्ड लेन पनि बनाऊँ है त। अब ए त्यो सो गर्नु पऱ्यो नि कहाँ बन्यो। साँच्चै कहाँ बन्यो भन्ने चाहिँ डिस्प्लेमा छ। सो पाथ भन्ने छ, अहिलेसम्म हामीले युज गरेको छैनौँ। यहाँ थियो अप्सन डिस्प्लेको सो पाथमा गयो भने अब उसले क्लास ए को यो सो सेन्टर लाइन भनेर ओके भनेर गरिदियो भने अब उसले एउटा येल्लो लाइन मधुरो तपाईँमा चाहिँ येल्लो लाइन एउटा बनायो कि यहाँ ठिक भयो। यदि यहाँ नपरेर यो लाइन चाहिँ 1.3 यता परेको भए हामीले चाहिँ -1.3 भनेर त्यहाँ मिलाउनु पर्थ्यो त्यो टेबलमा गएर। अब अर्को लेन चाहिँ हामीले यसकै रिफरेन्समा डिफाइन गर्न नि मिल्यो कि यसको रिफरेन्समा अब जस यहाँभन्दा तल हो भन्ने त हामीलाई थाहा छ होइन। अब कहाँ पर्छ त ए हामी लक्की फेरि भयो त यार, यति लक्की त नहुनु पर्ने। यो के छ भन्दाखेरि यदि यो क्यारेज वे चाहिँ 6.1 मिटर भन्दा सानो भयो भने चाहिँ ठ्याक्कै हाम्रो क्लास ए चाहिँ यताबाट नै उति नै डिस्टेन्समा पर्ने रहेछ। 6.1 मिटर भन्दा ठुलो भयो भने चाहिँ 1.2 भन्दा बढी ग्याप लिनु पर्दैन। तर 6.1 भन्दा कम भयो भने क्लास एकचोटि यो कोड हेऱ्यौँ नि त, क्लज हेरौँ त हाम्रो IRC 6 भन्नेको यो कहाँ लेखाएको छ भन्ने कुरा चाहिँ क्लियर हुनु पऱ्यो नि होइन। अहिले हामीले सोच्न खोजेको चिज के हो भन्दाखेरि यो क्लास ए को दुईटा भेहिकलको डिस्ट्रिब्युसन पत्ता लगाउन खोजिरहेको छु। यो जी को भ्यालु दुईटा भेहिकलको बिचको स्पेसिङ चाहिँ उसले यहाँ क्लज दिएको छ एउटा 6.1 मिटर भन्दा कमको क्यारेजवे भयो भने चाहिँ भ्यारी हुन्छ यो डिस्टेन्स। अनि 6.1 भन्दा बढी भयो भने चाहिँ 1.2 कन्स्ट्यान्ट लिने भनेर भनेको छ। यसले चाहिँ के गर्दो रहेछ भन्दाखेरि यो यदि हामीले ठ्याक्कै जोड्यो भने 0.15 प्लस अब यो 1.8 सेन्टर टु सेन्टर 0.25 भनेपछि 2.3 टोटल वेट चाहिँ 2.3 हुँदो रहेछ क्लास ए भनेपछि 0.15 प्लस 2.3 प्लस 1.2 प्लस 2.3 0.15 गऱ्यो भने ठ्याक्कै 6.1 आउँछ क्या। त्यो भएर उसले चाहिँ यो जी को भ्यालु घटाउन खोजिरहेको छ इक्वि डिस्टेन्ट सेन्टरको अबाउटमा बस्छ भनेपछि यो केसको लागि त हामीले गर्नै नमिल्ने रहेछ। 70R को लागि गरौँ है त्यसो भए। यो केसमा त हाम्रो डिस्ट्रिब्युसन बराबर हुन खोजिरहेको छ, दुवै साइडमा लोड बराबर डिस्टेन्समा बस्छ। त्यही भएर हाम्रो डेक यदि हामीले सडक बिहाको अर्कै ड्रइङ चुज गरे भए जहाँ चाहिँ क्यारेज वे 7.5 छ त्यो चुज गरे भए हाम्रो डिस्ट्रिब्युसन थाहा पाउनु मिल्थ्यो। तर मैले चाहिँ यो चुज गरेँ, गल्ती हो। यसमा 70R गरौँ है त। अब यो क्लास ए लाई मैले नलिएर 70R भयो भने कति टाढा हुन्छ यहाँबाट कर्डबाट 1.2 प्लस 2.79 डिभाइड बाई 2 होइन 2.7 1.93 ए भनेपछि यसलाई चाहिँ अब मैले पाथलाई अलिकति एडिट गरेँ है त। यो चाहिँ अब मेरो क्लास ए को पाथ नभएर अब चाहिँ मेरो यो क्लास 70R व्हिलको पाथ भयो अरे। व्हिल र ट्र्याकको फरक पर्छ है, अलिअलि भेहिकलको विड्थको फरक छ नि त हाम्रो भएर हाम्रो क्लियरेन्स फेरि 1.2 नै हो। त्यो भएर मैले चाहिँ 70R व्हिल अब क्लास भन्ने व्हिल पाथ यसलाई पाथ अफ 70R व्हिल भयो। अब यो चाहिँ यो सबै ठिक छ 1.93 खालि हुनुपर्ने रहेछ होइन। अब स्यापमा चाहिँ अझै एउटा सुविधा इट्याप्स भन्दा के छ भन्दाखेरि मैले यसरी जियुआईमा पनि एडिट गर्न मिल्छ होइन कि त्यो एउटा इन्टरेक्टिभ डाटाबेस भन्ने एउटा टेबल छ क्या स्यापमा। यो जियुआई भने चाहिँ यो टेबल जसले यो बक्सहरू बनाइरहेको छ नि यो सिस्टमलाई चाहिँ जियुआई भन्छ, ग्राफिक युजर इन्टरफेस भन्छ क्या। भनेपछि इट्याप्समा चाहिँ यही मात्रै अप्सन छ, अर्को टेक्स्ट फाइल छ, दुईवटा अप्सन चाहिँ एडिट गर्ने। स्यापमा चाहिँ तेस्रो पनि एउटा अप्सन एडिट गर्ने छ जसलाई चाहिँ हामीले इन्टरेक्टिभ डाटाबेस भनेर भन्छौँ। त्यो कहाँ छ भन्दाखेरि अब यो पाथ चाहिँ अपडेट हुनुपर्छ। यो इन्टरेक्टिभ डाटाबेस एडिटिङ भन्ने छ। 1.93 भन्ने चिज चाहिँ मलाई टेबलमा घुसेर एडिट गर्न झ्याउ लागेको छ भने यही यसैमा चाहिँ टेबलको फर्ममा त्यो इनपुटहरू सबै बसिरहेको हुन्छ। त्यसमा गएर मैले मैले देखाएँ त्यो फाइदा खालि ट्याब्स भन्दा राम्रो चाहिँ स्याप अप्सन छ। अब यो मेरो लोड पाथ अपडेट भयो कि भएन एकचोटि हेरौँ है त। 1.93 गर्दाखेरि 1.93 नै छ त यो लोड पाथ। यो चाहिँ 3 हुनु पर्यो नि, यदि यो 0 हो भने यो 3 हुनु पर्यो। 1.93 सेन्टर भन्दा त अलिक तल हुनुपर्ने। यो डिस्प्लेमा फेरि एकचोटि रिफ्रेस ए अहिले मैले ओके गरेँ नि यो ओके गरेँ मैले ए अपडेट भयो भनेपछि यो आइसक्यो होइन। अब 70R को भेहिकल डिफाइन गरौँ है त। भनेपछि मुभिङ लोडमा गएर भेहिकल्समा गएन एड भेहिकल यसको नाम चाहिँ 70R व्हिल भनेर भन्दै ए 70R व्हिल अनि व्हिल है त्यहाँ
भेहिकलको अगाडि चाहिँ मैले भी राख्दिएँ थिएँ न, कुन पाथ हो कुन भेहिकल हो भनेर कन्फ्युजनमा छु नि है। लिडिङ चाहिँ मेरो अब 80 किलो न्युटनको छ है 70 आरमा। नेक्स्टको स्पेसिङ कति छ फिक्स लेन, यो चाहिँ 120 छ होइन। नेक्स्ट कति छ 2.1, ए यो पनि 120 छ होइन। त्यसपछि फेरि 2.1 हाम्रो कोड यहीँ छ नि, कोड यहीँ छ। अलिक फरक पर्नुपर्ने जस्तो लाग्थ्यो मलाई। ए हो त्यो त चाँडै मिलेन हो। अनि यो हाम्रो अथेन्टिक चाहिँ कोड हो, कोडसँग मिलेन भने त्यो कोडमा त 2.13 फेरि छैन नि त। ए 2.13 त अझ पछि रहेछ, 1.52 अगाडि रहेछ है। सो यसलाई त हामीले एडिट गर्नु पर्यो। यसलाई 1.52 हालेर यहाँ मोडिफाईमा थिएँ। अब अर्को चाहिँ 2.13 मा तर 170 को लोड होइन। 1.37, 3.05, 1.37 होइन अब कन्स्टेन्ट छ। 1.37, 3.05 अनि 1.37 होइन। त्यो अब यो मेरो लोडहरू ठ्याक्कै गाडी भन्यो IRC 70R व्हिल लोड चाहिँ ठ्याक्कै भन्यो। पहिलेदेखि गरेको लोडै यही छैन। 70R त चेन्ज भएको छैन। जस एउटा 70R को भेहिकल चाहिँ हाम्रो डिफाइन भयो। अब नेक्स्ट हामीले के गर्नु पर्यो, पाथ र भेहिकललाई जोड दिनु पर्यो। अब मेरो क्लास ए भइदिएको भए एउटा चिज देखाउन सजिलो हुन्थ्यो। क्लास ए छैन, ल ठिक छ, यसलाई मैले चाहिँ 1 लेन 70R भन्ने नाम दिएँ। मेरो क्लास ए भएको भए मैले दुईटा लेन कसरी हाल्ने एकैचोटि अहिलेको लागि ल यही गरौँ, होमवर्क भयो त्यो क्लास दुईटा लेन कसरी हाल्ने। मुभिङ लोड अब यही भयो। मसँग गाडी नै एउटै छ, त्यो भएर मिनिमम पनि 1 म्याक्सिमम पनि 1। अब मेरो क्लास ए भएको भए मिनिमम 1 म्याक्सिमम 2 गर्थेँ। दुईटा लेन हुन सक्छ नि त्यही पेजमा, मिनिमम 1 पनि ट्राई गर 2 पनि ट्राई गर भन्नु है। एड मैले सिधै थिदियो न, पाथ पनि आयो, भेहिकल पनि आयो, 1 1 सबै आयो। अब अर्को त्यो इम्प्याक्ट फ्याक्टर चाहिँ जेनरली मैले यो स्केल फ्याक्टर भन्ने नम्बरमा हालेर हुन्छु। कुलमा इम्प्याक्ट फ्याक्टर लाउनु पर्यो भने अहिले हामी डिस्ट्रिब्युसन हेर्न त अब लोड 1 भए पनि त्यो डिस्ट्रिब्युसन दिइहाल्छ। त्यही भएर खालि इम्प्याक्ट फ्याक्टर यदि थियो लाउनु थियो भने चाहिँ मैले यहाँ हाल्छु। कन्जेसन फ्याक्टर लाउनु छ भने यहाँ हाल्छु मैले। रिडक्सन फ्याक्टर अहिलेको लागि एउटै छ, त्यही भएर भन्दै क्लास त्यो दुईटा क्लास ए हट्ने भए चाहिँ मैले क्लास ए लिइरहेको भए है दुईटा हट्थ्यो नि त। त्यसमा चाहिँ मिनिमम 1 म्याक्सिमम 2 हो। एउटा पनि उसले ट्राई गर्छ, एउटाको पनि आइएलडी बनाउँछ, एसेन्ट्रिसिटी पत्ता लगाउँछ, सबै पत्ता लगाउँछ। एउटैको लागि पनि दुईटाको पनि पत्ता लगाउँछ एसेन्ट्रिसिटी। त्यही भएर यो सबै गरेर मैले एक लेन 70R चाहिँ यसरी डिफाइन गरेँ। पाथ पनि मेरो मिल्यो। अब मेरो खालि सपोर्ट मिसिङ भइरहेछ। सपोर्टलाई मैले क्विकली इनतिर गरिदिउँ। इनतिर गरिदिउँ अनि रोलर चाहिँ अर्कोतिर गरौँ। एकदम ठिक छ। अब यसलाई मैले के गर्छु भन्दा केही गर्नु पर्दैन। लाइभ लोडको लेन पनि एसाइन भयो, भेहिकल पनि एसाइन भयो, सिधै मैले रन गरिदिए हुन्छ। रन गरिदिएँ मैले यसलाई चाहिँ अब चाहिँ डेट नदिएर मलाई सिधै लाइभ लोडकै दियो त है, मजा आयो त।
अब यसले के देखायो भन्दाखेरि मेरो यो फर्स्ट गर्डरको बिचमा चाहिँ म्याक्सिमम लोड कति छ 2166 या तपाईँले राइट क्लिक गऱ्यो भने ठ्याक्कै थाहा हुन्छ कि होइन 2244 रहेछ म्याक्सिमम चाहिँ 2244 रहेछ। सेकेन्ड गर्डरमा अब मैले लोड त फर्स्ट गर्डरको रिफरेन्समा ल्याएको छु नि त, डिस्ट्रिब्युसन नै नभइदिने हो भने त सेकेन्डमा त लोडै आउनु भएन नि त होइन, तर यहाँ चाहिँ सेकेन्डमा पनि आइरहेछ थर्डमा नि आइरहेछ भनेपछि यो क्रस बिमले गर्दाखेरि त्यो लोड डिस्ट्रिब्युट भइरहेछ 1 बाट 2 र 3 होइन भनेपछि अब त्यसमा 2244 थियो भने यसमा चाहिँ 16023 छ, 1623 छ अरे, अनि त्यसपछि यसमा चाहिँ 829 छ। अब एउटा चेक चाहिँ के गर्न मिल्छ भन्दाखेरि अघि मैले सिंगल लाइन बनाएको थिएँ नि, त्यो लाइनमा चाहिँ 70R को म्याक्सिमम मोमेन्ट कति आउँछ भनेर पत्ता लगाउने, यो तिनटाको सम चाहिँ त्यो म्याक्सिमम मोमेन्ट बराबर हुनु पर्यो, त्योभन्दा बढ्न त पाइएन नि, त्यति नै गाडीलाई रेस्ट गरे हो नि त्यो तिनटैले, भनेपछि यो तिनटाको सम चाहिँ त्यो सम बराबर हुनु पर्यो। डिस्ट्रिब्युसन फ्याक्टर भनेको चाहिँ के हो भन्दाखेरि यो बिमको मोमेन्ट डिभाइड बाई त्यो सम, यो बिमको मोमेन्ट डिभाइड बाई त्यो सम, भनेपछि त्यसरी चाहिँ हामीले डिस्ट्रिब्युसन फ्याक्टर एकचोटि पत्ता लगाउन खोज्यो भने स्ल्याब बनाएको भए त आउँथ्यो, खालि बिम बिम मात्रै बनाएको भए त आउँदैन थियो, के सेयरिङ भन्ने केही चिजै हुँदैन थियो, त्यही भएर अहिले यहाँ स्ल्याब पनि थप्या भए चाहिँ अलिकति अझै डिस्ट्रिब्युट हुन्थ्यो होला, अझै बढी लोड यसमा जान्थ्यो, यसमा अलिक कम हुन्थ्यो, स्ल्याब पनि बनाएको भए डिस्ट्रिब्युसन अझै बढी हुन्थ्यो नि, त्यही भएर जस यसमा चाहिँ कति पर्सेन्ट भइरहेछ भनेर हेरौँ है त, एउटा टिपाउँछ ल हातले, अब यो कपीमा चाहिँ एक ठाउँमा 2244 एउटामा, अर्कोमा चाहिँ 1623, पोजिसन त ठ्याक्कै त्यो होइन रहेछ, त्यो ठिकै छ लगभग म्याच सेम गर्डरमै हेरेको 829 होइन भनेपछि तिनटैको सम गरेर एकचोटि यो 2244 डिभाइड बाई सम, यो डिभाइड बाई सम, पर्सेन्टेज चाहियो मलाई, डिस्ट्रिब्युसन फ्याक्टर चाहियो। फर्स्ट गर्डरमा 47% होइन, सेकेन्ड गर्डरमा 33 को नजिक आउनु पर्यो यसमा। अब यही प्रब्लमलाई हामीले कुर्बन मेथडबाट पनि सल्भ गर्न मिल्छ नि हैन, कुर्बन मेथड लाउनु त धेरै सजिलो छ नि, हामीले यही प्रब्लमको कुर्बन मेथड लाएर एकचोटि हेरौँ त अब कति हुनुपर्ने हो, कुर्बनबाट कति आउँछ, 70R व्हीलले नै गर्दा है, 70R व्हीलले गर्दा कुर्बन मेथड लाउन खोजौँ त अब यसैमा।